यहाँनिर चाहिँ मैले मैदाको थुक्पा घरमै ह्यान्डमेड आफै रोटी बनाएर काटेर मजाले मैदाको यहाँ थुक्पा रेडी गरिरहेको छु है गाइस। अब यो चाहिँ म टमेटोको सुपमा मजाले यसलाई म बनाउने छु ल। थुक्पाको लागि चाहिँ मैले यहाँ टमाटर काटेर राखेको छु, अदुवा लसुनको पेस्ट भन्दा पनि अलिक कुच्चाको, बेसी मिहिन नगरी कुच्चाको। अनि यहाँ छ प्याज, अनि यहाँ चाहिँ छ मेरो चिल्ली फ्लेक्स, यो चाहिँ मैले घरमै बनाएको। यो चिल्ली फ्लेक्स चाहिँ अहिले थुक्पा पाक्नु आँट्दाखेरि अलिकति हालिदिनुपर्छ। टमाटर पाक्यो, अब म चाहिँ यसमा सुप हाल्नेछु। यहाँनिर टमाटरको सुप उम्लेर रेडी भइसकेको छ। अब म यसमा थुक्पा हाल्दैछु। यो थुक्पा अब म यो सुपमा हाल्छु। यही थुक्पा सुपमा हालेँ। अब यसलाई मजाले उमाल्नुपर्छ एकछिनसम्म। सो गाइस, यहाँनिर चाहिँ थुक्पा बनिएर एकदम रेडी छ। अब खानुपर्छ।